नबोलेको धेरै भयो मनमा सम्झी नै रहे तिमी एक्लै हुँदा कहिले सोच्छौ के मेरो बारे नमस्ते नमस्ते अब सहयोग माग्दै आएको बर्गाछीमा सहयोग माग्ने क्रममा मेरो भाइ चिन्जानको भाइले यहाँ पसल खोलेर बस्नु भएको रहेछ पसल के को भन्दाखेरि केको पसल भन्दाखेरि माछाको पसल माछाको पसल छ हामीसँग हामीसँग एङ्गलको पसल छ होइन म्यानेजर के भनिदिनुहोस् म्यानेजर त खालि बाइक मात्रै हेर्न चाहनुहुन्छ यस्तै छ दुईजना म्यानेजर चाहिँ यस्तो हुनुहुन्छ त्यस्तो देखाउनु हुँदैन दुईजना भएर अनि के भन्नु होला त के हो के भन्छ यसलाई क्यानभास होला आन्टी होला नमस्कार हाम्रो मामाजी नानीज्यू हाम्रो बाबु अनि अर्को दाई भाइ मलाई दिएन म आज के लान्छु ए हो जय शम्भु गाजा खम्बु गीतदैन दाई तरादेखि मिहिनेत गरेर आइराख्नु भएको छ के गर्न आएको अरे दाई खाना खाना आएको धरान दाई चाहिँ बिर्दामा देखाएको मामा आउनु भएन यस्तै छ Top 10 best places to visit in Europe. Number 10, Prague, Czech Republic. कति बजी 4 बज्नु आँट्यो अनि अघि देखिहाल्नु होला दाइहरू आउनुभएको यसो अनि हल्का रमाइलो भयो त्यही हो दाइहरू आएको बेला मात्रै मजाले भ्लग गर्नु त अथवा गर्नै सकिन्छ इन्ट्रेस्टिङ भ्लग गर्छ भने दाइहरू आएपछि मात्र भ्लग अलिक इन्ट्रेस्टिङ हुन्छ क्या एक्लै हुँदा त गर्नै सक्दिनँ अनि गर्छु तर एक्लै के अब बोलेको मात्रै इन्ट्रेस्टिङ अघि दाइहरू आउनुभयो अनि यसो यहाँ त्यही रमाइलो गऱ्यौँ हेर्नु सक्नुहुन्छ अनि गीत चाहिँ सुन्दै बस्यौँ घर गएँ खाना खाएर आएँ अब यस्तै छ बाई बाई चौबन्द भइसक्यो आफ्नै भ्लग गर्दैछ जतिखेर नि म यही ठाउँमा बसिरहेको हुन्छु त्यही भएर भ्लगै गर्नु मन लाग्दैन भ्लग पनि अब के गर्नु केही देखाउनु छैन आफूलाई हेरेर बस्छु केही छैन देखाउनुको लागि केही भएको भ्लग अनि चाहिँ अब पहिलाको भ्लग देखाउँछु ल पहिलाको भ्लग हेरेर बसेँ आफू अलिक इन्ट्रेस्टिङ भयो पो भ्लग पनि मान्छेले हेर्छ अनि गर्नु नै मन लाग्छ इन्ट्रेस्टिङ गर्दैन यस्तै हेरौँ बस्नु फेरि घरिघरि चाहिँ हालिदिइरहेको छ च्यानल डेट नहोस् भनेर हो हालिदिइरहेको घरिघरि यस्तै छ
भिडियो इन्ट्रेस्टिङ नभए नि एउटा न एउटा हुन्छ भनेर भनिदिएको खाजा खाने बेला भयो त्यही काम गर गेम खेलो बस्यो भनेर बस्छौ त्यस्तै गर्दै दिन बित्छ मेरो मन सम्झिँदै आजदेखि चाहिँ म सक्छ रनिङ सनिङ गर्न जान्छु होला तर आज भ्याउँदिनँ होला भ्याएपछि जान्छु अनि त्यसपछि चाहिँ भ्लग गर्नु मजा आउँछ होइन अहिलेको लागि बाई बाई लिन्छ उता चाहिँ लाइनै छैन यता चाहिँ लाइन छ अरे अन्त के खालको हामी हिँड्दै गर्दा चाहिँ एकछिनमा भेट्छ ल एकछिनमा खुट्टा अन्धारो छ यो रातो आज लाइट बालेर हिँड्दैछु यो गेटदेखि चाहिँ हो क्या रेलवे यो गेटदेखि चाहिँ हो अनि मैले चाहिँ के भन्दा हामी हिँड्दै जाँदैछौँ सानो कहीँ पुग्न आँट्ने अब म घट्ने भए कति केजी उयो झन् लडेँ अनि मैले नि हेरिरहेको अरे नि ए यो त के पो रहेछ यस्तै छ पारा मेरो छैन के काम छ अनि के गर्नु त म त्यत्रो त छैन आमा मान्छेभन्दा ठुलो ब्याग बोकेर मान्छेभन्दा ठुलो ब्याग बोकेर हिँडिरहेछ पछाडिदेखि हेर्दा फुच्चे पछाडिदेखि हेर्दा फुच्चे अगाडिदेखि हेर्दा नि फुच्चे सानो छ मेरो लामो छ कपाल सानो छ त आँखादेखि बाटैदेखि लाइनै छैन ए अँध्यारोमा केही नदेखिरहेको रहेछ यहाँ पुरा खाल्टो छ रिस छिर्न गयो मैले लाइटवालाको लाइन आयो ए घर पुगिन्छ मस्तसँग अनि सानो पुगेँ अगाडि गएछ तर धरानको यो फुटपाथमा हिँड्ने बेग्लै मजा छ दामी छ बेग्लै मजा छ यसरी डस्टबिन राखिदिएको छ ठाउँमा यहाँ रिसबिल हाल्नुपर्छ फोहोर हामी अब आधी बाटो आइसक्यौँ कति छिटो मेरो छाया कस्तो दामी फुटपाथ छ हिँड्दै गर्दै बाटोमा हिँड्दै गाउने यसरी हिँड्दै घर गएर त कस्तो घट्छ यो बडी हामी माधव चोक आइपुग्यौँ खाना खान्छु खानु मन लाग्यो भने अनि त्यहाँबाट म जान्छु भेट्नु 11 कि 12 बजी भेट्छु 2 घन्टा जस्तो बस्छु अनि त्यहाँदेखि त्यताबाट दोकान जान्छु सिधा सिधै घर जान्छु अम्बो यसरी पो राम्रो हुँदैन हामी माधव चोक आइपुग्यौँ हामी जानुपर्ने लेफ्ट अब यता सर्टकट हान्ने सर्टकट टक्कसँगले यता सिताजमादेखि टक्क यता जाने सर्टकट हान्ने सर्टकट अम्बो सर्टकट यो कहाँ देखिँदैछ उज्यालो मन्दिर आइपुग्यौँ हामी मन्दिर दर्शन गर्दै हिँड्छौँ ल दर्शन गर्ने अनि जाने हात्ती त उप्पर पानी आउँछ त अम्बो उप्पर पानी आउँछ हामी बोर्डर आइपुग्न आँट्यौँ देउरातिर त्यसको अनि यस्तो छ अब मेरो यहाँ कल आयो म बोल्दै जान्छु लाइट घटाएको अरे गुड बोय लाइट घटायो पछिले मलाई ठोकिन्छ ल पछाडि दिएको गाडीले यस्तै छ पारा मेरो अब पुलमा छिटै आइदो रहेछ हामी यहाँ पुल आइसक्यौँ मेरो एकैछिनमा आधी घन्टामा पुल आइपुग्यौँ यस्तो दामी छ यता जाने पुल मेरो खुट्टाको मसल उप्पर भएछ होला यहाँ त भिड पो हुँदैछ
माया जालेमा कत्रो पानी आएको होला हामी फर्स्ट टाइम यो सेती पुल हिँडेर आयौँ कुदेर होइन पानी बग्दैछ तपाईँहरूले देख्नुहोस् होइन मैले पनि देखेको छुइनँ यो ओभर लाइट देखिरहेछ माथितिर तलतिर पनि लभली पुल मिलेन लेभलतिर बाउ बोला ए तेरो गाउँ बोला ए चाहिँ पानी देखिने रहेछ लाइटले गर्दा चिया बगेको अरे मेरो फोन चाहिँ यहाँ झर्न अरे क्या तपाईँलाई भिडियो इन गर्न पाइनँ के दुख्छ तिम्रो मुटु झाडीमा मुना रुच्दा महसुस हुन्छ कि एक्लोपना